साथीहरु मैले हजुरहरुलाई यो 3 ट्रिपल लेन्सको क्यामेरा कसरी कनेक्ट गर्न सकिन्छ सही तरिकाले मोबाइलमा भनेर म सिकाउन गइरहेको छु हजुरहरुलाई। यसको फिचरहरु पनि के छ सबै चलाएर देखाउँछु म। यही क्यामेरा हो टक्क। क्यामेरा चाहिँ यो 3 लेन्स 3 लेन्स। अब यसको लागि पहिला तपाईले यो एप डाउनलोड गर्नुपर्ने हुन्छ V360 को। यो एप डाउनलोड गरेपछि प्लस साइन आउँछ माथि, प्लस साइनमा थिच्ने, एड द क्यामेरा गर्ने, यो टक्क स्क्यान हुन्छ। यो स्क्यान गरेपछि यसको ब्लुटुथ पनि अन हुनुपर्छ यसमा चाहिँ, यो क्यामेरा कनेक्ट गर्दाखेरि सुरुमा। त्यसपछि यसलाई कन्टिन्यु गरे मैले, अनि आफ्नो नेटको पासवर्ड माग्छ। पासवर्ड मैले आफ्नो नेटको पासवर्ड हाले, कन्फर्म गर्दै। Receive configuration information. Connecting. पासवर्ड हाल्नुपछि यसरी भन्छ। Network connected. नेटवर्क कनेक्टेड पनि भने, कम्प्लिटेड भने, एक्टिभ डिभाइस भने। यसलाई नट नाउ गरिदिने। नियम एउटा सिलेक्ट गर्नुपर्ने हुन्छ, मैले अफिस सिलेक्ट गरेँ, भ्यू र डिभाइस गरेँ। यो अर्कोलाई सेयर गर्नलाई यो चाहिन्छ हजुरहरुको, यो मैले स्किप गर्दै, यसलाई एक्जिट गर्दै, एक्जिट गरेर यसलाई पनि काट्दै, यसलाई काटेपछि यहाँनिर तपाईको क्यामेरा देखाउँछ। यसलाई पनि मैले क्यान्सल गर्दै, मल्टिपल स्क्रिन। यसपछि यहाँ तपाईको 3टा लेन्स आयो। यो चाहिँ अहिले ठ्याक्क उल्टो छ क्यामेरा मैले राख्दाखेरि। इभेन्ट भयो, प्लेब्याक टाइम, यहाँ मेमोरी हाल्नुपर्छ प्लेब्याक टाइम हेर्नलाई, नत्र यहाँ सब्सक्रिप्सन किन्नुपर्छ। स्टोरेज हालेपछि प्लेब्याक टाइम हेर्न मिल्यो। त्यसपछि यहाँ सेटिङमा गएपछि भित्र सेटिङहरु पनि छ, यसको के सेटिङ छ। जेनरल सेटिङमा त केही पनि हुन्न, नेटवर्क सेटिङमा यो नेटको अरु चेन्ज गर्न पनि मिल्यो, कुन नेट कनेक्ट गर्छ हेर्न मिल्यो। त्यसपछि साइरन सेटिङ छ, यो अन गर्देपछि एउटा लिमिटेड एरिया राखेर साइरन बजाउन पनि मिल्छ। लिमिटेड एरिया राखेर अनि त्यहाँ मजाले गएर साइरन बजाउन मिल्यो। त्यसपछि रेकर्डेड सेटिङ भनेपछि मेमोरी हाल्नु पर्यो। लाइट सेटिङ भनेपछि अन गर्दै भने मैले अन गरे, यो अटो लाइट अन हुन्छ, तपाईको मान्छे आएर आफै लाइट अन हुने। त्यसले गर्दा कलर नाइट भिजन आउने भयो, डे नाइट कलर नाइट भिजन हुन्छ। सेटअप भएपछि मैले ब्याक गर्दै अफै गरेर ब्याक गरे। लाइट चाहिँ यसरी बल्छ। लाइट चाहिँ तपाईको झिलिमिले बनाइन्छ यसले, मजाको लाइट छ यो। राति चाहिँ यतिकै बल्छ पुरै लाइट। त्यसपछि म फेरि एपमा गए। मेरो अलिकति नेट स्लो भएर यो कनेक्टिङ भनेर देखाइरहेछ। र यहाँ बोल्न पनि मिल्छ। माइक अन गरे, हेलो 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 गरे टक्क त्यहाँ क्यामेरामा आफै बोलिदिन्छ। नजिकमा इको आउँछ। त्यसपछि रेकर्डिङ सेटिङ भइहाल्यो। त्यो साइलेन्ट मैले लाइट अफ गरे, यो अटोमा राखे, अटोमा राखेपछि लाइट अफ भयो अटोमेटिकली। यो साइरन भयो, यो पिटिजेड भयो, यो मोसन ट्र्याकिङ यो अन गरे भने जतातता मान्छे हिँड्छ त्यतै यो ट्र्याक गर्न जान्छ। र यो साइरन त्यतिकै राख्दै भने यसरी भनेर आउँछ। अनि इमेज सेटिङ भयो, यो फुल कलर नाइट भिजन राख्दै भने लाइट पनि कलर भिजन आउने भयो, डे पनि कलर भिजन आइहाल्यो। के छ यो अरु त यहाँ के त्यस्तो डिस्प्ले नै। यो चाहिँ इमेज सुल्टो भयो, यसले चाहिँ मैले सुल्टो गरेँ। यसलाई म घुमाएर पनि देखाउँछु 360 कसरी मुभ गर्छ। यो मजाले 360 घुम्छ यो। अनि यहाँ तपाईले कतिवटा क्यामेरा जोड्नुहुन्छ सबै यहाँ जोडेको एउटा डिस्प्लेमा हेर्न मिल्छ यहाँ पिटिजेड क्यामेरामा।
हजुरलाई पनि यो क्यामेरा चाहिन्छ भने सम्पर्क गर्नुहोस्, रितेश लिनुहोस्, डेलिभर अल ओभर नेपाल पनि हुन्छ है। हस् त, धन्यवाद।